नयाँ वर्षको शुभकामना सबैजनालाई। फेरि एकचोटि पनि हामीले केही दिन अगाडि नयाँ वर्षको अफर राखेको थियौँ पिठको अचारको। यो चाहिँ धेरैजनाले धेरै रुचाइदिनु भयो। यो अफर अझै पनि जारी छ। धेरैजनाको अर्डरमा हामीले धेरै धेरै ठाउँमा अचारहरू पठाइरहेको छौँ। अब जसले लिनु भएको छैन उहाँहरूले पनि पिठको अचारमा सम्पर्क गरेर के अचार खान रुचाउनुहुन्छ त्यो अचार चाहिँ छिटोभन्दा छिटो अर्डर राखिदिनु होला। अब नयाँ वर्ष सकिन पनि लागिसक्यो अनि अचार पनि जुन अफरमा थियो त्यो सकिन लागिसक्यो। त्यही भएर छिटोभन्दा छिटो अचार अर्डर प्लेस गरिदिनु हुन सबैलाई अनुरोध गर्दछु। अनि खुसी पनि सेयर गर्न आएको हो। एक्चुअली म एकदम खुसी छु, धेरैजनाले रुचाइदिनु भयो यो अफरलाई। अनि नयाँ वर्षसँगै पिठको अचार पनि खानुहोला। यो वर्षको नयाँ वर्ष पिठको अचारसँग मनाउनु होला। अब योभन्दा अरू त के भन्नु, धेरै खुसी छु। धेरै त भएको छैन हाम्रो अचार सुरु भएको, तर धेरै हाम्रो कस्टमरहरूको मनमा बस्न सफल भएकोमा हामी एकदमै खुसी छौँ। पिठको अचारलाई सधैँ यसरी नै माया गरिदिनु होला, सधैँ नै यसरी नै रुचाइदिनु होला। केही त्रुटि, केही मिस्टेक, केही गल्तीहरू भएमा हामीलाई सजेसन बक्स सधैँ खुला नै छ हाम्रो। त्यसमा सजेसन पठाइदिनु होला, मेसेज गरिदिनु होला। मायाको बर्सात चाहिँ सधैँ नै गरिदिनु होला भन्ने हामी अनुरोध गर्दछौँ सबैलाई। फेरि पनि नयाँ वर्षको एकचोटि हजुरहरू सबैलाई धेरै धेरै शुभकामना। यो नयाँ वर्षमा चाहिँ हजुरहरूको सबैको घर परिवारमा सुख समृद्धि र स्वास्थ्य रहोस् सबैजना भन्ने चाहिँ हाम्रो चाहना हो। र फेरि पनि एकचोटि भन्छु, नयाँ वर्षसँगै पिठको अचार, यो नयाँ वर्ष पिठको अचारसँग मनाउनु होला। थ्याङ्क यू धेरै 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 सबैजना हाम्रो कस्टमरहरूलाई। जसले खानु भएको छ उहाँहरूलाई पनि, जसले खानु भएको छैन उहाँहरूलाई पनि, अब जो खाने सोच्दै हुनुहुन्छ उहाँहरूलाई पनि धेरै 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 थ्याङ्क यू, धन्यवाद। पिठको अचार माया गरिदिनु होला।